मापसी गरेर नचलाइदिनु हुन भन्दा भन्दै पनि मापसी गरेर चलाइदिने। म पुलिस हो, अब त्यस कारणले मैले त मिठो नलाग्ने कुरा पनि भन्नैपर्छ। आखिरमा पुलिसले गर्ने कारबाही सबैलाई मिठो त कहाँ लाग्छ र? मिठो लाग्दैन। हामीलाई सधैँभरि सभ्य नागरिक भएर जरिमानै काट्न नपरोस्, सडकमा देखिनै नपरोस्, जरिमानाका टिकट लेखिनै नपरोस् भन्ने लाग्छ। तर दुर्भाग्य के छ, मापसी गरेर नचलाइदिनु हुन भन्दा भन्दै पनि मापसी गरेर चलाइदिने। सडक लेनमा ठिकसित हिँड्नुहोस्, दुर्घटना हुन्न भन्दा पनि गर्दै पर्ने। हेलमेट त लगाइदिनुहोस् तपाईँको आफ्नै टाउकोको लागि भन्दाखेरि पनि घर नजिकै छ पर्दैन भन्ने। अनि यस्ता यस्ता कुरा हुँदाखेरि फेरि त्यहाँनिर एउटा दृष्टान्त, अब सबै काठमाडौँमा कति लाख 50 लाख मान्छे बस्नुहुन्छ होला, 50 लाख त कारबाहीमा परेको छैन। एभरेजमा त्यही 9 लाख 10 लाख जति कारबाही पर्ने रहेछ। र पनि पटकै रहेछ क्या, एउटै मान्छे एकचोटि दुईचोटि तीनचोटि चारचोटि पाँचचोटि कारबाही पर्छ। 5 चोटि कारबाही पर्दाखेरि पनि नसुध्रिने हाम्रा सबै साथीभाइहरूलाई यसै ट्राफिक एफएमको 14औं वार्षिकोत्सव पछाडि यो सद्बुद्धि पलाएर फेरि टिकट काट्न नपरोस् भन्ने मेरो शुभेच्छा म चाहन्छु। अगाडि हामीले एकजना महानुभावलाई सम्मान पनि गऱ्यौँ, उहाँ कहिले दुर्घटना गर्नुभएको रहेछ, कहिले कारबाही पर्नुभएको रहेछ। यस्तो मान्छे यो हुँदाखेरि त हामीलाई पनि यो टिकट काट्ने समस्या पर्दैन। अब मैले सकिहालेँ। मुलुकका विभिन्न संवेदनशील विभागहरूमा रहेका सडक सञ्जाल र पूर्वाधारहरूको अवस्था, मौसम पूर्वानुमान प्रतिवेदन, अहिले मौसम पूर्वानुमान विभागले दिने रिपोर्ट चाहिँ विश्वसनीय छ। त्यो उहाँहरूले दिएका रिपोर्टका आधारमा हामीले पनि सचेतनात्मक कार्यक्रम गर्दैछौँ। उहाँ मेरो मित्र हुनुहुन्छ, अहिले भर्खर सम्मान पनि गऱ्यौँ हामीले, उहाँलाई धेरै धेरै धन्यवाद। विगतको दुर्घटनाका तथ्याङ्कहरू हेर्दा तथ्याङ्क र स्थानीय युनिटसँगको सहकार्यबाट उपत्यकामा आउने र बाहिर सवारी साधनहरूमा समय सचेत गर्ने। अब सवारी साधनहरूमा चढ्ने यात्रुहरूले पनि घरबाटै टिकट काट्न सकियोस्, मुभीको टिकट घरबाटै काट्न सकियोस्। अनि यो सवारी यात्रा गर्नेहरूले पनि घरबाटै टिकट काट्न सकियोस्। त्यसो गर्दाखेरि टिकट काट्ने ठाउँसम्म फेरि ट्राफिक जाम हुने छैन, टोयलेट जाम पनि हुने छैन, घचामची पनि हुने छैन। त्यो हुनको लागि पनि त्यो टिकट काट्ने कुरा पनि अनलाइनबाटै गर्ने, सिटको सुनिश्चितता पनि अनलाइनबाटै गर्ने, त्यो कुराको सुरुवात भएको छ। सबै सवारी साधनमा लाखौँका करोडका सवारी साधनमा 1000को एउटा क्यामेरा पनि जडान गर्ने